नमस्ते। अहिले चाहिँ म यो निक्कोको पर्यटकीय रमणीय स्थल घुम्ने ठाउँमा जङ्गलको बिचमा घुम्न आएको छु। देख्न सक्नुहुन्छ तपाईँहरू यहाँ। देख्न सक्नुहुन्छ यहाँ जङ्गलको बिच भए पनि एकदमै विकसित र राम्रो ठाउँ छ। म चाहिँ हाइवेबाट आएको छु। यहीबाट आउँदो रहेछ क्या? ये त सके। कति कोठामा बस्नु, बिहान काम गइयो अनि त्यसपछि झ्याउलायो अनि बाहिर यसो निस्केको। तपाईँहरूलाई म बस्ने ठाउँको वरिपरिको दृश्य देखाउँ के कस्तो छ यहाँको दृश्य भनेर म यता आएको। देख्न सक्नुहुन्छ तपाईँले यस्तो राम्रो छ। बाँकी कुरा भिडियोबाट। What is this guys? Oh, डर लाग्यो। सानो हैन? नजाऊ। खासमा म आएको चाहिँ यो जङ्गलमा कतै न्युरो पाइन्छ कि भनेर आएको सल्लाहले भन्नुपर्दा कहीँ न्युरो देखिन। न्युरो जस्तै छ तर यो के हो छैन। सुत्दी रहेछ भर्खर बोल्यो भने। भगवान् अन्त मरेका मान्छेहरू छुट्याउन सक्दैन तर एकदमै सजावट गराएर उनेर बुनेर टोपी लगाइदिएन यस्तो राम्रो बनाएको। कति हो यो भगवान् हो कि के हो हजुर कसलाई थाहा छ भने प्लिज कमेन्ट गरिदिनु होला। एकदमै यो मरेका मान्छेका मूर्ति बनाएर राखेका हुन् कि भगवान् हुन् कि गौतम बुद्ध जस्तै पनि देखिनु भयो यहाँ चाहिँ। उहाँकै सबै प्रायः गौतम बुद्ध जस्तै देखिनु। त्यो जङ्गल हो भने मान्छे चाहिँ घुम्न एकदमै आउने गर्छन्। देख्दै डर लाग्ने जङ्गल छ तर त्यहाँदेखि भित्र डेन्जर छ भन्छ तै पनि मान्छेहरू यता जाने गर्छन्। त्यो आफूले बनाएको होला नै थाहा थियो तर मान्छे यहाँ बनाएको त्यही भएर म पनि बनाउँछु भनेर लागिरहेको छु। डले कटिदिनु न त। कटिँदैन नलिहाल्छ किन रहेछ र त्यसको कटिँदैन त।